नमस्कार, स्वागत छ यहाँहरूलाई नो अबाउट योर कन्स्टिट्युसन डे 1 मा। कन्स्टिट्युसन जसलाई हामीले नेपालीमा संविधान भन्छौँ। संविधान भनेको राज्यको मूल वा सर्वोच्च कानुन हो, जसले राज्य कसरी चल्ने, कसले चलाउने र जनता कहाँ शक्तिशाली हुने भन्ने जस्ता कुराहरू निर्धारण गर्दछ। यदि संविधान नहुने हो भने राज्य बिना नियम, बिना दिशा र बिना संरचना अव्यवस्थित हुन्थ्यो। संविधानले नागरिकको अधिकार जोगाउँछ र राज्यले कस्तो शक्ति प्रयोग गर्न पाउने भन्ने कुराको सीमा निर्धारण गर्दछ। नेपालको संवैधानिक इतिहास हेर्ने हो भने नेपालमा हालसम्म 7वटा संविधानहरू बनिसकेको छ। हाल नेपालमा प्रचलितमा रहेका नेपालको संविधान जुन 2072 सालबाट लागू भएको छ त्यसको बारेमा हामी यस भिडियोमा बुझ्नेछौँ। संविधानको बारेमा बुझ्नुभन्दा पहिला प्रिएम्बल प्रस्तावना के हो भनेर बुझ्नुपर्ने आवश्यक रहेको छ। प्रस्तावना भनेको कुनै पनि संविधान ऐन वा कानुनको सुरुमा लेखिने परिचयात्मक भाग हो। त्यसले त्यो दस्तावेज किन बनाइयो, के उद्देश्य छ, त्यसले के कस्ता मूल्य, सिद्धान्त वा आकांक्षा बोकेको छ भन्ने कुरा सरल रूपमा बुझाउँछ। नेपालको संविधान 2072 को प्रस्तावनामा नेपालका सर्वसत्ता सम्पन्न नेपाली जनताले स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाभिमान र जनअधिकारको रक्षा गर्ने संकल्प गर्दै इतिहासमा भएका सङ्घर्ष, बलिदान र शहीदहरूको योगदानलाई सम्झना गर्दछ। बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक नेपाली समाजको पहिचानलाई आत्मसात गर्दै सामाजिक न्याय, समानता, समृद्धि, समावेशी र समान अवसरयुक्त समाज निर्माण गर्ने लक्ष्य राखेको छ। लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली मार्फत मानव अधिकार, स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, विधिको शासन, समानता र समाजवादी उन्मुख राज्य निर्माण गर्ने आकांक्षा व्यक्त गरिएको छ। शान्ति, स्थिरता, सुशासन र विकासको लक्ष्य सहित सर्वसाधारण जनताको आकांक्षा पूरा गर्न संविधान जारी गरिएको घोषणा प्रस्तावनाले गर्दछ। यस भिडियोको दोस्रो पार्टमा डे 2 मा हामी संविधानको भाग 1 मा के कस्ता व्यवस्थाहरू उल्लेख गरिएको छ भन्ने कुरा जान्नेछौँ। त्यसैले यस च्यानललाई सब्स्क्राइब गरी यो भिडियोलाई लाइक गर्नुहोला। धन्यवाद।